हेर्नुहोस् उता उमरी रेमी यहाँ खोला नै नभएको ठाउँमा यो बजारको यो सहरको बिचमा यत्रो बाढी आइरहेको छ। यो बाढी आइरहेको ठाउँ चाहिँ पुरै यो पाटन दरबार स्क्वायर हो र यो चाहिँ पक्कै पनि दरबारको प्राङ्गणबाट चाहिँ पुरै बाढी गइरहेको छ। पक्कै पनि यहाँनिर मान्छे गयो भनेदेखि त इँटामाथिबाट गएको पानीले लडाइदिन्छ पक्कै पनि। हेर्दै एकैछिनमा पानी परेर पक्कै पनि हामी चाहिँ यहाँनिर भोलि नेवारहरूको महोत्सव भएको कारणले चाहिँ प्रोग्रामको गेट हाल्नु गएको यो गेट पनि यस्तो अवस्था बनाइदिएको छ र कुन गेट हो भनेर चाहिँ लास्टमा हामीले यो गेटलाई चाहिँ पानी परिसके पछाडि चाहिँ हल्का सिमसिम पानीमा नै तासेर चाहिँ रेडी गरेर चाहिँ आफ्नो बस्ने स्थानतिर गएको हो र लास्टमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ हामीले बनाएको गेट यो हो।